नेपालीमा एउटा उखान छ नि, आफू भलो त जगत भलो। यसको मतलब के हो थाहा छ? म्याक्सिममली युज गर्छ नि हैन। सो प्लिज यो भिडियोलाई एकचोटि पज गरेर एकचोटि सोच्नुहोस् यसको मतलब चाहिँ के होला। सो यसको मतलब चाहिँ म्याक्सिमम मान्छेहरूले जस्तै कुनै चिज खाने बेलामा, जस्तै कुनै काम गर्दाखेरि चाहिँ त्यसको फाइदाको विषयमा हैन, हरेक चिजमा चाहिँ यो आफू भलो त जगत भलो भन्ने वर्डहरू युज गर्नुहुन्छ के। अनि यसको मतलब चाहिँ मान्छेहरूले कसरी चाहिँ व्याख्या गर्छ त भन्दाखेरि, यदि मलाई राम्रो भएन अरू चाहिँ भाडमा जाओस्, यसलाई चाहिँ यसरी लिने गर्छन् के। म्याक्सिमम मान्छेहरूले चाहिँ के गर्छ भन्दाखेरि जस्तै खाने बेलामा चाहिँ के अरे अलिकति मात्रै छ नि त अरूलाई पुग्दैन भने नि, आफू भलो त जगत भलो भनेर ठ्याक्कै यस्तो यस्तो वर्डहरू के, कुनै फाइदाको चिजहरू छ भने। तर यसको मतलब चाहिँ यो होइन, मलाई राम्रो भएन अरू भाडमा जाओस् होइन कि। तर आज म एक्चुअलमा यसको मतलब भन्छु। यसको मतलब चाहिँ आफू भलो त जगत भलोको मतलब चाहिँ के हुन्छ त भन्दाखेरि, यदि मैले भलाइको काम सुरु गरेँ, मबाट भलाइको काम सुरु गरेँ भने पुरै जगतमा नै भलाइको काम सुरुवात हुन्छ र पुरा जगत नै भलो हुन्छ भन्न खोजेको हो कि है। यदि मैले चाहिँ राम्रो काम सुरुवात गरेँ, यदि मैले राम्रो गरेँ भने सबैले राम्रो गर्छन्, यदि मैले कसैलाई राम्रो गर्छु भने उसले पनि मलाई राम्रो गर्छन्। त्यही कारणले गर्दा यदि म भलोको काम गर्छु नि अरूले पनि भलोको काम गर्छन् भन्न खोजिएको के है। प्लिज यसको अर्थ कतिलाई थाहा थियो या थाहा थिएन, यसलाई रिपोस्ट गरेर चाहिँ सेयर गरेर चाहिँ सबैमाझ पुऱ्याउँ है त।